नेपालमा धेरै महिलाहरू हुनुहुन्छ जसलाई इन्कम जेनेरेट गर्न त मन छ तर अपर्च्युनिटी पाउनु भएको छैन। बिजनेस गर्ने मन हुँदा हुँदै कहिले इन्भेस्टमेन्टले रोक्छ, कहिले टाइम, कहिले फ्यामिली, यस्तै यस्तै कुराबाट तपाईँहरू पनि टेन्सनमा हुनुहुन्छ भने आज मैले तपाईँहरूको लागि दुईवटा यस्तो राम्रो टिप्स लिएर आएको छु जुन बिजनेस टिप्स तपाईँहरूले सुनेपछि आजदेखि नै काम सुरु गर्न मन लाग्नेछ। यो बिजनेस आइडियाजहरू तपाईँले सानो इन्भेस्टमेन्टबाट नै सुरु गर्न सक्नुहुनेछ। धेरै इन्भेस्टमेन्ट पनि गर्न नपर्ने र सजिलै तपाईँले बिजनेस गर्न सकिने यो आइडियाजहरू आज म तपाईहरुलाई डिटेलमा भन्दैछु। भिडियोलाई पुरा सुनिदिनु होला। यदि मन पर्यो भने लाइक, शेयर, सब्स्क्राइब गर्न नबिर्सिनु होला र साथीहरुलाई शेयर गर्न पनि नबिर्सिनु होला। यो ब्युटी फिल्डको बिजनेस धेरैलाई गर्नु मन लागेको हुन्छ। कहिले के कुराले रोक्छ, कहिले के कुराले रोक्छ। अरूले प्रगति गरेको देख्दा आफूलाई पनि गर्न पाए हुन्थ्यो भन्ने महसुस त हुन्छ, तर आफूले गर्न सक्ने हिम्मत चाहिँ आउँदैन। सो आज म त्यो हिम्मत बनेर आएको छु। सो बिजनेस आइडिया नम्बर 1, ट्रेडिङ। नेपालमा होम सर्भिसहरू गर्ने चलन एकदमै कम रहेको छ। विदेशमा होम सर्भिसहरू गर्दा यति धेरै पैसा कमाइरहेको हुन्छन्, तर हाम्रो नेपालमा लजाउने गर्छौं। यो बिजनेस पनि एकदमै धेरै तपाईले सुरु गर्न सक्ने र जिरो इन्भेस्टमेन्ट लाग्ने यो बिजनेस आइडिया तपाईहरुलाई चाहिँ आज म कसरी गर्ने सबै कुराहरू डिटेलमा बताउँछु। ट्रेडिङ जुन यस्तो पाटो हो जुन जहिले हरेक सिजनमा चाहिँ काम लाग्छ। हरेक मान्छेलाई ट्रेडिङ गर्न मन पर्छ। हप्तामा मन्थमा 2 चोटी, मन्थमा 1 चोटी यसरी क्लाइन्टहरू आइराख्नुहुन्छ। तपाईले यसलाई होम सर्भिसकै बिजनेस गर्नु पनि मिल्छ र तपाईले यसलाई नभए आफ्नै घरमा बोलाएर गर्दिन पनि मिल्छ। तपाईले फुल फेस ट्रेडिङ गर्नुस् या हाफ फेस ट्रेडिङ गर्नुस्, अपर लिप्स ट्रेडिङ गर्दिनुस् या त आइब्रो मात्रै ट्रेडिङ गर्दिनुस्। यसबाट पनि तपाईको लगानी केही पनि गर्नु पर्दैन, यतिकै पैसा आउँछ। र तपाईले मैले यो बिजनेस गर्दै छु भनेर आफ्नो सोशल मिडियामा आफ्नो भिडियोजहरु चाहिँ राख्नु पर्ने हुन्छ। जहिले पनि मार्केटिङ नै तपाईको फर्स्ट प्रायोरिटी हुन्छ। बिजनेस गरिसकेपछि मार्केटिङ गर्न सक्नु भएन भने तपाईको बिजनेस डुब्छ। त्यही भएर सानो काम गरेको होस् या ठुलो काम गरेको होस्, तपाईले चाहिँ बिजनेस आफ्नो बिजनेसको चाहिँ प्रमोसन चाहिँ गर्नुपर्ने हुन्छ या त आफै तपाईले मार्केटिङ गर्नुपर्ने हुन्छ। मात्र एउटा धागोबाट सुरु हुने यो काम तपाईले आफ्नो जिन्दगीको एउटा महत्त्वपूर्ण हिस्सा बनाउन सक्नुहुन्छ। दोस्रो बिजनेस आइडिया हो मेहन्दी। मेहन्दी बिजनेस गर्दा पनि हामीले कुनै पनि लगानी लाग्दैन यसमा। मात्र हामीले आफ्नो मेहनतको काम हुन्छ। मेहनत नगरी त कुनै पनि बिजनेस सक्सेस हुँदैन। कुनै पनि विवाह, पार्टी, तीज, फेस्टिभल जुनसुकै कुरा आउँदा पनि मेहन्दी चाहिँ नेपालमा एकदमै धेरै ट्रेन्डमा हुन्छ। मेहन्दीको पनि एकदमै धेरै डिमान्ड बढ्दैछ। तपाईले राम्रोसँग आफ्नो स्किल्सलाई डेभलप गर्नुभयो, यसलाई राम्रोसँग प्र्याक्टिस गर्नुभयो भने चाहिँ तपाईले मेहन्दीबाट पनि एकदमै राम्रो इन्कम जेनेरेट गर्न सक्नुहुन्छ। यसलाई तपाईले होम सर्भिस गर्न सक्नुहुन्छ, आफ्नो घरमा बोलाएर गर्न सक्नुहुन्छ। यसको लागि पनि तपाईले भिडियोजहरु चाहिँ राख्नुपर्ने हुन्छ। फ्रीलान्सिङ गर्नु भएन भने चाहिँ अलिकति गाह्रो हुन्छ। सो फ्रीलान्सिङ गर्दाखेरि जहिले पनि भिडियो चाहिँ गराउनु पर्ने हुन्छ। आफूले आफ्नो मिनी ब्लगहरु शेयर गरेर यसरी पनि तपाईले आफ्नो इन्कम जेनेरेट गर्न सक्नुहुन्छ विदाउट एनी इन्भेस्टमेन्ट। यदि तपाईलाई पोसिबल भयो भने ट्रेडिङ क्लास र मेहन्दी क्लास लिन सक्नुहुन्छ। यदि पोसिबल नै भएन भने हाम्रो इन्टरनेट त छँदैछ। तपाईले त्यहाँनिर गएर भिडियोजहरु हेरेर प्र्याक्टिस गर्न सक्नुहुन्छ। याद राख्नुस्, जति प्र्याक्टिस गर्नुहुन्छ त्यति तपाईको स्किल्सलाई निखारेर आउँछ। अझ एउटा एक्स्ट्रा स्पेशल टिप्स पनि दिन्छु। अहिलेसम्म नेपालमा मेहन्दीको कोन बेच्नेहरू चाहिँ कम नै हुनुहुन्छ। 1-2 जनाको भिडियो चाहिँ देखिरहेको हुन्छु। बट यसरी तपाईले मेहन्दी आफै कोन बनाएर आफै बिजनेस गर्नुभयो भने चाहिँ तपाईले यसबाट पनि राम्रो इन्कम जेनेरेट गर्न सक्नुहुन्छ। यस्तो चाहिँ कसैले पनि खासै गर्नुभएको हुँदैन। राम्रो मेहन्दी चाहिँ राम्रो कोन भएको मेहन्दी चाहिँ हाम्रो नेपालमा पाउन एकदमै गाह्रो हुन्छ। सो यसको बिजनेसको बारेमा पनि तपाईले सोच्न सक्नुहुन्छ। हामीले मार्केटमा पाइरहेको कावेरी मेहन्दी या त अरू कुन मेहन्दीहरू पाइन्छ, त्यो मेहन्दीहरू लगाउन एकदमै गाह्रो हुन्छ। कि त मोटो निस्किन्छ कि त एकदमै पातलो निस्किन्छ। त्यही भएर आफै मेहन्दीको कोनहरू बनाएर आफै बिजनेस गर्नुभयो भने चाहिँ यसले पनि तपाईलाई एकदमै धेरै माथि पुर्याउन हेल्प गर्नेछ। मोस्ट इम्पोर्टेन्ट पार्ट के हो भने सानो इन्कमले, सानो स्किल्सले पनि हामीले एकदमै ठुलो इन्कम जेनेरेट गर्न सक्छौं र हामी बिजनेस वुमन हुन सक्छौं। मात्र हामीलाई हिम्मत चाहिन्छ अनि हामीले साहस गर्यो भने यो कुरा पोसिबल नहुने त कुरै हुँदैन। कुनै पनि काम स्टार्ट गर्न चाहिँ डराउनु हुँदैन। गरिसकेपछि सबै कामहरू पोसिबल हुन्छ। स्किल्सहरू सिक्नुस्, नयाँ नयाँ अपग्रेड गर्दै जानुस्, कन्फिडेन्सका साथ अगाडि बढ्नुस्। आजको यो बिजनेस आइडियाज तपाईलाई कस्तो लाग्यो? यदि मन पर्यो भने कमेन्ट गर्न सक्नुहुन्छ। यदि अझै धेरै हेल्प चाहिन्छ, पर्सनली हेल्प चाहिन्छ भने तपाईले मलाई मेसेज गर्न सक्नुहुन्छ। मसँग यो क्लास लिन चाहनुहुन्छ भने पनि हामीलाई मेसेज गर्न सक्नुहुन्छ। डिटेल्स चाहिँ मैले डिस्क्रिप्सनमा दिन्छु। भिडियो मन पर्यो भने लाइक, शेयर, सब्स्क्राइब अनि कमेन्ट गर्न नबिर्सिनु होला। थ्यांक यू सो मच।